त्यसलाई त खोइ के पार भन्ने त्यो त मलाई पनि थाहा छैन कति रमाइलो के है सबै बुढाबुढीदेखि लिएर बच्चाहरू सबै छ कि बेलुका घुम्नु जाने मेला लगाएर छ मान्छे पनि आउनु यो चाहिँ गोकर्ण मन्दिर जाने बाटो है कस्तो राम्रो छ कि है भ्यूहरू हामी उताबाट जानु ए उता अर्को बाटोबाट जाऊँ के यताबाट अलि ठाडै यहाँबाट जाँदा अलि ठाडै उकालो रहेछ त्यो अर्को बाटोबाट जाऊँ कि उताबाट यताबाट झन् उकालो रहेछ त्यहाँबाट फुल काटेर उताबाट जाने हुन त्यहाँ त स्कुटीमा जान बाइक स्कुटीमा जान पनि मजा आउँदो रहेछ सुरुरु यो त चाँडै फल्दै फल्दैन कि जोडी चाहिन्छ अरे नि त यसलाई पनि जोडी चाहिँदैन होला चाहिन्छ भन्छ नि दुईटा भयो भने फल्छ भने एक्लै पनि फल्छ कम्बिनेसन एक्लै फले देखेको एक्लै पनि फल्छ यो डल्लो खालको रहेछ लाम्चा खालकोमा चाहिँ धेरै बुढी हुन्छ कि त्यसमा त गेडै खोला मोबाइल पानी कस्तो छोराहरू पानी फोहोर छ पानी अस्ति नै मैले के भन्छ रमेश दाइलाई पनि ल्याएको थिएँ नि हो कहिले आउनुभयो थियो दाइ रमेश दाइसँग केही सरला दिदी शारदा दिदीलाई पुऱ्याउन आएको बेला दिदी विदेशमा आउनु भएको दिदी त फेरि आइतबार आउँदै हुनुहुन्छ आइतबार अब आउने आइतबार दिदीलाई त यता नि बस्नुहुन्छ होला नि त कति दिन बस्नुहुन्छ अङ्कलकोमा आउनुहुन्छ अनि अङ्कलकोमा आउनुभयो भने त्यहाँबाट सहित गर्दैन मलाई फेरि म अफिस गएर म घरै जाने हो होइन त कोठामा बस्दिनँ म यहाँबाट उठ्ने यहाँबाट त गाह्रो हुन्न त यहाँ आऊ यस्तो ठाडै उकालो छ त अब हिँडिँदा मान्छे छिचिरी हिँड्नुहुन्छ होला मलाई छोडेर नहिँड्नु है फेरि खै घाट यस्तो ठाडो बाटो त म बाइक आउँदैछ हो त नि कस्तो ठाडो के यो बाटो है आजकल त हिँड्ने बानी नगर न स्या हुँदो रहेछ अलिअलि उकालिने नि छ्या बानी हटेछ कि उता नहिँड्ने बानी तपाईँको उहाँ घरमाथि पुरै उकालोमा है डाँडामा गएर बस्यो कति टाढा छ अब यहाँबाट छैन अब त्यहाँबाट उकालो यति नै हो
उकालो सिधिसक्यो अब है त्यो उकालो हिँड्दा नि स्याउ उकालो सिधिसक्यो अब आम्मा बाँदर रहेछ खै ला मोबाइल त तान्दैन त्यसले तान्दैन होला मान्छे छ तर खानेकुरा ल्याएको चाहिँ तान्थ्यो होला नदेखाउँ हो